पहिले कोइराला परिवार भन्ने बित्तिकै त विराटनगरै भन्ने याद आउँछ। तर बिर्सन नहुने कुरा के हो भने कोइराला परिवार नेपालगञ्ज पनि हो, जसले प्रधानमन्त्री दियो। हजुरहरू जस्तो अहिले हजुरहरूको पुस्तासम्म आइपुग्दासम्म पनि राजनीतिक विरासत कायम छ। यो कोइराला परिवार चाहिँ विराटनगरबाट यहाँ कसरी आइपुग्नु भएको रहेछ? कसरी आउनु भएको रहेछ भने यो एक त मेरो ससुराजी डिफो उहाँको ट्रान्सफर भयो यहाँ। त्यसपछि विराटनगरमा मेरो ससुराजीको प्रपर्टी रहेछ, त्यो चाहिँ मेरो मामा ससुराहरू राजावादी, उहाँले चाहिँ के गर्ने उहाँको सम्पत्तिलाई पुरा जफत गरिदिएर कति दिनसम्म त यो नालाको मुनितिर मेरो ससुराजी बस्नु पर्ने रहेछ, पर्नुभएको रहेछ। त्यसपछि उहाँ यहाँ आएपछि उहाँलाई फर्केर आफ्नो प्रपर्टी पनि लिनु मन लागेन, विराटनगर जान पनि मन लागेन। त्यसपछि यहीँ हामीहरू सबैजना हिँड्नै भयो। उहाँ जागिरको सिलसिलामा आउनुभएको थियो होइन हजुरको ससुरा? नै, उहाँ पनि पहिले पोलिटिकल हो, पछि जब बिहा भयो बच्चाहरू भएपछि उहाँले जागिर खान जरुरी मानेर जागिर खाएको। पहिले त उहाँ पनि राजनीति। परिवारहरूमा चाहिँ कति भाइ कति बहिनी हुनुहुन्थ्यो? ससुराजीको 6 जना छोरा 6 जना छोरी, 3टा छोरीहरू त नि सानसानोमा बितिबक्स हो। बाँकी अहिले 1 जना मात्रै छोरी उसिन्छ, बाँकी सबै बितिबक्स हो। 6 जना छोरा पनि बिते, 5 जना छोरी पनि बिते, अहिले 1 जना छोरी उसिन्छ। हजुरहरूको परिवारबाट देशले प्रधानमन्त्री पायो, त्यो पनि संविधान जारी गर्ने बेलाको प्रधानमन्त्री। को कसरी राजनीतिमा एङ्गेज हुनुभएको थियो थोरै सम्झिनु त हजुर सहित? म शुद्ध हजुर म कसरी इङ्गेज भएको? हजुर मलाई पनि राजनीति मनपर्ने रहेछ बच्चैदेखि। अनि डाक्टर साहबसँग बिहा गर्दाखेरि मलाई पनि खुसी के लाग्यो भने एउटा राम्रो फ्यामिलीसँग मेरो बिहा हुँदैछ र उहाँहरू पनि राजनीति गर्दै उसिन्छ। राजनीति गर्दाखेरि धेरै स्ट्रगलहरू भए, तर त्यसमा मलाई अलिकति पनि गुनासो भएन कि हामी दुःख पाइरहेछौँ, बरु त्यसमा मलाई गर्व हुन्थ्यो कि एकदम मेरो पनि साथ भयो। यसरी हामीहरू हिँड्दै गयौँ। हजुरहरूको परिवारमा चाहिँ को कसरी राजनीतिमा आबद्ध हुनुभएको थियो होला सम्झनुहुन्छ? जस्तो सुशील दाजु त बनासमै बिपीसँग बस्नुहुन्थ्यो होइन, सुशील दाजु त नि बिपीसँगै बनासमा बस्नुहुन्थ्यो। हामीहरू चाहिँ नि यहाँबाट जब बिपीले नेपाल छोडेर जब बनास जानुभयो त हामी पनि बिपी सँगसँगै बनासमा गयौँ। बनासमा गएर त्यहीँ बस्दा बस्दै अब बिपीकै निर्देशनमा उहाँ पनि बिपीसँग प्रभावित, डाक्टर साहब पनि बिपीसँग प्रभावित भएको हुनाले र उहाँ पनि आफ्नो पोलिटिकल नेचर भएको हुनाले त्यहीँबाट उहाँहरूको क्यारियर सुरु भयो। अब म भएँ, म पनि राजनीतिसँग प्रभावित भएको हुनाले डाक्टर साहबसँग मेरो म त उहाँको श्रीमती भएँ, म पनि प्रभावित भएँ डाक्टर साहबसँग र म पनि राजनीतिमा लाग्दै गएँ। त्यसपछि म महिला सङ्घको सभापति भएँ, महिला सङ्घ चलाएँ। त्यसपछि डाक्टर साहब सभापति भएपछि जब डाक्टर साहबको डेथ भयो त इमिडिएटली मैले चाहिँ राजनीति गर्न के यो सभापतिको इलेक्सन लडेँ। मलाई मान्छेले भन्थे त चाहिँ नि महिला, त विधवा, तेरो सेतो लुगा, तैँले कसरी आँट गरिस् यो सभापतिमा लड्ने? मैले मेरो जुन जे जस्तो परिस्थिति छ त्यही नै मेरो आँट हो भने म लडेँ, भारी बहुमतले जितेँ, आफ्नो कार्यकाल पनि सफल गरेँ। अनि मेरो परिवारमा मेरो देवर पनि विराटनगरमा मेयर, अनि राजनीति अशोक कोइराला, त्यसपछि मेरो डाक्टर त भइ नै हालिरहेको छु। सुशील कोइराला पनि बिपीसँग प्रभावित भएर उहाँ पनि अब राजनीति गर्दा गर्दा संविधान पिता पनि भइरहेको छु। त्यसले गर्दाखेरि हाम्रो घरमा सबैजना बिपीसँग प्रभावित भएर नै नेपाली राजनीतिमा लागिरह्यो। अब म चाहिँ नि के चाहिँ नि मलाई अप्पर हाउसको पनि दिएको थियो, मलाई ब्रेन ह्युमरेज भयो। त्यसपछि मैले के गरेँ भने अब म सन्चो नभएको हुनाले मैले ब्रेन उसलाई लिन चाहिनँ। राष्ट्रिय सभाको अप्पर हाउसको चाहिँ त्यो मैले नलिउँ अलिक, किनभने म त्यति एक्टिभ हुन सक्दिनँ भनेर। मेरो छोरा सुधांशु कोइराला अहिले सचिव छन् र यिनले आफ्नो काम राम्रोसँग गरिरहेछन्। अब हामीहरूको लाइफ त एकदम सिम्पल लाइफ छ, जुन आफ्नो किसिमको चलिरहेछ नर्मल, जुन रेगुलर राजनीति गरेर जुन चाहिँ मान्छेले बेनिफिट पाउँछ नि त्यो चाहिँ नि हामीले त्यतापट्टि हाम्रो ध्यानै गएन र नर्मल लाइफ हाम्रो गइरहेछ। मलाई एउटा कुरा के भन्न मन लाग्छ भने मेरो बिहा भयो होइन, मेरो डाक्टर साहबको र मेरो सुशील कोइरालाजीको साह्रै मन मिलेको दाजुभाइ। मेरो बिहा गरिसकेपछि सुशील दाजुलाई 2 रुपियाँ पनि मेरो मुख हेर्ने पैसा थिएन र उहाँले हामीलाई रमाइलो गर्नको निम्ति घुमेर चाहिँ हामीलाई रमाइलो गरिदिएको छ। हाम्रो अवस्था त्यस्तो थियो भने कि त्यसो भने भाइको दुलैलाई 2 रुपियाँ दिने पनि उहाँको पकेटमा मनी थिएन र उहाँले बनासमा हामीसँग घुमेर रमाइलो गरिदिएको छु। म त अवस्था त्यस्तो थियो भने। अब
बिपी जब जेलबाट छुट्नुभयो नि 17 सालमा बिपी भारी बहुमतले जित्नुभयो। त्यसपछि उहाँले राम्रो काम गरिसकेपछि राजा बिपीलाई जेल हालिदिनु भयो। जेल हालिदिएपछि इन्टरनेसनल प्रेसर भयो, बिपी निस्किनु भयो। निस्किसकेपछि उहाँले के भन्नुभयो भने अब यहाँ बस्यो भने सङ्गठन गर्न सकिँदैन, अब म बनारस जानु पऱ्यो भनेर सबै साथीहरूले कार्यकर्तालाई उहाँले भने उहाँ बनारस जानुभयो। हामी म डाक्टर साहबहरू पनि बनारसमा गयौँ। त्यहाँ गइसकेपछि अनि फेरि त्यहाँ इन्दिरा गान्धीले दुःख दियो उहाँलाई। त्यसपछि उहाँले के भन्नुभयो, त्यही राजाको घाँटीसँग घाँटी मिलाएर म नेपालमै बस्छु र त्यही सङ्गठन गर्छु, तैँले चाहिँ नि आज डक्टर त्यहाँ सङ्गठन गर्नुपर्छ र चाहिँ नि त्यहाँ राम्रो काम गर्नुपर्छ भनेपछि बिपीकै निर्देशनमा उहाँ नेपालमा आएर उहाँले चाहिँ सङ्गठनमा काम गरेको छु। आज डक्टर फिस लिने, यो गर्ने त्यो गर्ने केही पनि गर्छ छैन। डाक्टर साहबले फिस नलिँदाखेरि हामी कसरी बाँच्यौँ, के गऱ्यौँ, कसो गऱ्यौँ, त्यो त एउटा नर्मल तरिकाले गयो। किनभने म पनि राजनीतिसँग प्रभावित भएको हुनाले त्यो आफ्नो लाइफमा जो आइलाग्यो त्यसलाई मैले नर्मली लिएर हिँडेँ। संविधान जारी भएपछि संविधान लागू हुनुपर्ने थियो र देश अहिले राम्रो स्थितिमा नगएको हुनाले सबैजना चिन्तित छन्। यसको निकास कसरी निक्लिन्छ त्यो असाध्यै अन्योलतामा छ। किनभने अहिलेका लिडरहरू एकदम विश्वसनीय भएनन्, आफ्नो स्वार्थमा उनीहरू लागे। विकास पाउनु पर्ने हो, त्यो लिडरले निकाल्न नसकेको हुनाले देश अहिले बन्धकमै छ। किनभने सुशील दाजु त यस्तो चाहिँ सिम्पल, उहाँलाई पहिले हिरो हुने रहर थियो। सुशील दाजु घरमा आउने बेलामा घरमा सबजना नर्भस हुन्थे। तन्ना तकिया खाने कलर तरकारीको कटङ यताउति घर पुरा चुस्त दुरुस्त अप टु डेट हुनुपर्ने। सुशील आउनु थाल्यो भने मेरो सासजी नर्भस हुने। त्यस्तो मान्छे पछि उहाँलाई चाहिँ हिरो हुन मन लाग्यो। तर त्यहाँ पनि अब यही राजनीतिले गर्दाखेरि उहाँ त्यहाँ जान सकेको छैन। र सुशील दाजु चाहिँ अब कति सादगी थियो भनेर त तपाईँहरूले सबैले दुनियाँले देखेको कुरा हो। त्यसले गर्दाखेरि अब सुशील दाजु जस्तै सादगी नेता भइदिएको देशले राम्रोसँग निकास भएर कहाँ जान्थ्यो। म त जहिले पनि बिपी र महात्मा गान्धीसँग प्रभावित किन छु भने अब त्यत्रो अङ्ग्रेजले दुःख दिएको भारतलाई महात्मा गान्धीले एक्लोले अनि त्यत्रो भारतलाई चाहिँ भारत छोडो आन्दोलन गरेर त्यत्रो ब्रिटिसलाई भगाउनु भयो। बिपीले पनि एक्लो बिपी भएर आज राणालाई खत्तम गरेर यहाँसम्म आउनुभयो। अनि यत्रो हामी सबैजना नेपाली गाँसमा लागिरहेछौँ, तर हामीमा त्यो एउटा ताकत छैन कि हामीले देशलाई निकास दिन सकौँ, केही गर्न सकौँ भने हामी लोभी पापी आशे यही सब विकृतिले गर्दाखेरि देशको यस्तो अवस्था भएको। सुशील दाजु र यो घरको सम्बन्ध त सुशील दाजुको त डाक्टर भाइ नै हो। म पनि बिपी सुशील दाजुसँग प्रभावित मान्छे। त्यसले गर्दाखेरि मान्छेको आउने जाने भेटघाट गर्ने स्वागत गर्ने सबै यहीँबाट हुन्थ्यो। त्यसले गर्दाखेरि सम्बन्ध त के कुरा गर्यो, अब दाजुभाइको सम्बन्ध राजनीतिक सम्बन्ध गर्दाखेरि राजनीति यहीँबाट सञ्चालन हुन्थ्यो उहाँको। अब राजनीति त्यो धेरै मान्छे आउँथे, हामीलाई गर्व लाग्थ्यो कि यो ठाउँमा अटाउँदैन थियो, कुर्सी अटाउँदैन थियो, यति खुसी लाग्थ्यो मान्छे यहाँ आउँदाखेरि। अब त्यो सबैको सक्दो सुशील दाजु आइसक्यो भने म यति मिठाई किन्थेँ, यति लड्डु किन्थेँ, जति गरे पनि पुग्दैन थियो। जे होस् मतलब मान्छेको स्वागत राम्रोसँग गरिन्थ्यो, राम्रै थियो, सम्झिन्छन्। मलाई बडा खुसी लाग्छ यति मन्त्रीहरू आउँछन्, यति माथिका नेताहरू आउँछन्, यो घरमा आएर मलाई नढोकिकन कोही पनि जानुहुन्न कि त्यो चाहिँ मलाई एउटा नेपालमा आइसकेपछि यो घरमा नटेकिकन कोही पनि जानुहुन्न, त्यो चाहिँ मलाई खुसी लाग्छ कि असाध्यै खुसी लाग्छ। वास्तवमा म बोध प्रसाद कोइरालाको नाति। बोध प्रसाद कोइराला भनेपछि मेरो पिता डाक्टर अरुण कुमार कोइराला र सुशील कोइराला, हजुरले चिन्ने नाम, उहाँको बुवा बोध प्रसाद कोइराला, मेरो ठुलो बुवा सुशील कोइराला, म अरुण कोइरालाको छोरा, डाक्टर अरुण कोइरालाको छोरा सुधांशु कोइराला भन्दै गर्दाखेरि पहिलो दोस्रो तेस्रो मैले चिनेको पुस्ता तेस्रो पुस्तामा म चल्दैछु। अहिले पोलिटिक्समा आउनुभन्दा अगाडि म ब्याङ्किङ करियरमा थिएँ। ब्याङ्कमा काम गर्ने क्रममा त्यही समयमा पोलिटिक्समा आइहाल्छु भन्ने चाहिँ थिएन। तर समय परिस्थितिले 2072 सालमा मेरो ठुलो बुवा सुशील कोइराला प्रधानमन्त्री भएको समयमा म चाहिँ नि मेरो लाइफमा युटर्न आयो र म चाहिँ नि ब्याङ्किङ करियरबाट म चाहिँ नि पोलिटिक्समा आइपुगेँ। र त्यति बेला धेरै साथीहरूको आकलन के थियो भने पछाडि ठुलो बुवा प्रधानमन्त्री भएको कारण अहिले उहाँ आउनु भएको, फेरि अब यो पावर सकेपछि फेरि आफ्नै बाटोतिर आफ्नै गन्तव्यतिर जानुहुन्छ भन्ने धेरैले अनुमान गर्नुभएको थियो। तर त्यति बेला मेरो बुवा र मेरो आमाको प्रेरणाले म चाहिँ सक्रिय पोलिटिक्स गर्छु, अब यो सेवामूलक पोलिटिक्स गर्छु भन्ने उद्देश्यका साथ म दृढ सङ्कल्पका साथमा आएको
होइन यस्तो छ। अब हामीले अहिले देखिरहेका छौँ भर्खरै हाम्रो देशमा एउटा नराम्रो घटना पनि घटेको छ, जुन युवा पुस्ताहरूमा जुन एउटा आक्रोश थियो राजनीतिक दलप्रति, राजनीतिक दलभन्दा पनि राजनीतिक दलको नेतृत्व गरिरहेको नेतृत्वहरूप्रति जुन आक्रोश थियो, त्यसले गर्दा त त्यो झन् जिरोमा गइसकेको छ। तर मलाई के लाग्छ भने पछाडि यो लिगेसीले 50% काम गर्छ, तर त्यो लिगेसीलाई हामीले कति धान्न सक्छौँ होइन, त्यो लिगेसीमा हामीले थप मिहिनेत कति गर्न सक्छौँ भन्ने कुरा चाहिँ नि महत्त्वपूर्ण कुरा लाग्छ। र मेरो सन्दर्भमा हजुरले कुरा गर्नुहुन्छ भने बितेर गइसक्नु भएको छ मेरो ठुलो बुवा सम्मानीय प्रधानमन्त्री, जो संविधान पिता पनि भनेर हामीले चिन्ने गर्छौँ। त्यस बखतमा मेरो बुवाको डेथ भइसके पछाडि उहाँलाई एक किसिमको ठुलो पश्चातापको अनुभूति किन भयो भनेपछि उहाँले इन्डियाबाट आएका साथीहरूलाई पनि मैले प्रत्यक्ष भनेको सुनेको छु। र उहाँले 13 दिनको शोक सभामा नेपाली कङ्ग्रेसको केन्द्रीय कार्यालय सानेपामा पनि उहाँले मैले ठुलो गल्ती गरेँ, म चाहिँ नि प्रधानमन्त्री भएँ, पार्टीको सभापति भएँ, तर दिवानापन चाहिँ मेरो भाइमा थियो, मैले बुझ्न सकिनँ, उसलाई मैले अवसर दिन सकिनँ, उसले जुन डिजर्भ गर्थ्यो नि त्यो कुरा चाहिँ नि मैले उसलाई पुर्याउन सकिनँ, त्यो मैले ठुलो गल्ती गरेँ भन्ने कुरा उहाँले स्वीकार्नु भएको थियो। त्यस कारण के हो भनेपछि पोलिटिक्स भनेको प्राप्ति मात्रै होइन, त्यसमा फेरि मेरो बुवालाई कुनै दुखेसो पनि थिएन, मैले पाइनँ, म दाइको छायामा परेँ भन्ने कुरा उहाँलाई दुखेसो पनि थिएन। उहाँले सधैँ नै छायाको रूपमा भएर आफ्नो दाइलाई गर्नुपर्ने सहयोग, प्रजातन्त्रको लागि गर्नुपर्ने कन्ट्रिब्युसनहरू गरेरै जानुभयो। त्यस कारण पनि मलाई के लाग्छ भनेपछि ग्राउन्ड पोलिटिक्स गर्ने मान्छेको ग्राउन्ड जहिले पनि बलियो हुनुपर्छ कसैको आशीर्वादमा। मैले किनभने प्रत्यक्ष रूपमा म त 72 सालदेखि, त्योभन्दा अगाडि पनि म चाहिँ नि थिएँ, तर प्रत्यक्ष पोलिटिक्समा नभएको कुरा म जोड्न चाहदिनँ। मैले अहिले देखिरहेको छु सुशील कोइरालाको छत्र छायामुनि बसेर राजनीति गर्ने आदरणीय नेताहरू नै हुनुहुन्छ, उहाँहरूको अवस्था अहिले मैले देखिरहेको छु। पुल गर्ने नेता नभइसके पछाडि र हाम्रो ग्राउन्ड नभइसके पछाडि पोलिटिक्समा कस्तो अवस्था हुँदो रहेछ भन्ने कुरा मैले प्रत्यक्ष देखि पनि अनुभव पनि गरेर हुनाले पोलिटिक्स गर्ने मान्छेको चाहिँ नि लिगेसीले मात्रै काम होइन कि ग्राउन्ड चाहिँ नि हुन अनिवार्य छ। सानो सन्दर्भ पनि अघि नै भन्ने क्रममा मैले अलिकति छु। मलाई त्यस पछाडि के हो भने पछाडि मेरो बुवाको डेथ भयो। हामी 13 दिन पशुपति आर्यघाटमा 13 दिनसम्म हामी बस्यौँ। त्यस पछाडि हामी नेपालगञ्ज आउने क्रममा बालुवाटार गएर पारिवारिक सरसल्लाह, अब बुवाको डेथ भइसके पछाडि हाम्रो गार्जेन भनेको सुशील कोइराला हुनुहुन्थ्यो ठुलो बुवा। हामी आउने क्रममा अब पोलिटिकल सल्लाहहरू पनि भए। मम्मीले के भन्नुभयो भनेपछि दाजु म पार्टी सभापतिको तयारी गर्छु, हजुरले मलाई आशीर्वाद दिनु पऱ्यो भन्ने टाइपको कुरा गर्नुभयो। त्यसमा म एग्री भइनँ। मैले के भने भनेपछि मैले पार्टी सभापति मैले मेरो बुवा पार्टी सभापति हुँदै गर्दाखेरि उहाँले गरेका दुःखहरू सबै कुरा देखेको थिएँ र त्यो दुःख मेरो मम्मीले नपाउनुहोस् भनेर मैले हजुर प्रधानमन्त्री हुँदै गर्दाखेरि कुनै आयोगको, महिला आयोग अदरवाइज कुनै पनि आयोगको चाहिने जिम्मेवारीमा राखिदिनु हो भने कम्तीमा 2 वर्ष 3 वर्ष 4 वर्ष फिक्स कार्यकाल हुन्छ नि त। उहाँलाई पनि एउटा सोसल, मेरो मम्मी फेरि पोलिटिक्समा मात्र नभएर सोसियल वर्क गर्दै पनि आउनु भएको। उहाँले रिहेबिलिटेसन सेन्टर लगायतका एनजिओ फेडरेसन लगायतका विभिन्न सङ्घ संस्थाहरूमा लिडरसिप गरेर आउनु भएको हुनाले उहाँलाई त्यो एक्सपिरियन्स पनि भएको हुनाले हजुरले चाहिँ कुनै पनि त्यस्तो किसिमको आयोगमा गऱ्यो भने उहाँलाई सजिलो पनि भयो, राम्रो भयो, काम पनि गर्ने अवसर भयो। भन्दाखेरि मेरो मम्मीले के भन्नुभयो भनेपछि सुशील बुवालाई त्यो हजुरले दिने हो होइन, त्यो हजुरले दिने हो नि त। हजुरको त परिचय के हो भनेपछि सुशील कोइरालाले आफ्नो परिवारलाई गर्दैन भन्ने परिचय हो नि त। उसले समाजलाई गर्छ, उसले देशलाई गर्छ भन्ने परिचय हो। हजुरले त्यसरी नाम कमाउनु भएको छ। त्यस कारण पनि हजुरको लगभग अब सबैको त उमेर भइसकेको थियो नि होइन। उत्तरार्धमा मैले हजुरलाई त्यो ब्लेम लगाउनु भन्दा म आफै गएर पार्टी सभापतिको चुनाव लड्छु, तर हजुरको आशीर्वाद चाहिँ फेरि चाहिन्छ, मलाई आशीर्वाद चाहिन्छ। म लडेरै आउँछु र मेरो आफ्नो श्रीमानको म चाहिँ त्यो कन्टिन्यू गर्छु भन्ने त्यसरी आउनु भएको पनि हो। म त्यो पनि जोड्न चाहेँ होइन। अनि त्यति बेला मलाई के भन्नुभएको थियो भनेपछि म एक्टिभ पोलिटिक्समा आइसके पछाडि मैले जिल्लामा पनि सल्लाह गर्नु पऱ्यो, कसरी जाने के जाने भन्दै गर्दाखेरि कसैले महाधिवेशनमा आउनु पऱ्यो भन्ने सल्लाह दिनुभयो, कसैले जिल्ला सदस्यमा आउनु पऱ्यो भन्ने सल्लाह दिनुभयो। सबैको सल्लाह सुन्दै गर्दाखेरि मलाई के लाग्यो भनेपछि महाधिवेशन भनेको त खासै नेपाली कङ्ग्रेसको विधानमा भूमिकाहरू भयो भने प्र्याक्टिकली रूपमा हामीले भूमिका पाउँदैनौँ। त्यस कारण पनि जिल्ला सदस्य म ग्राउन्डबाटै गयो भने कम्तीमा मैले गाउँ बुझ्छु नि त, समाज बुझ्छु नि त, कार्यकर्ता बुझ्छु, नेता बुझ्छु होइन, पार्टी बुझ्छु। मैले त ग्राउन्डबाट जाने, नर्सरीबाट जाने हो नि त। त्यस कारण पनि म जिल्ला सदस्य फाइट गर्छु, जिल्ला सदस्यबाट आउँछु भनेर म निर्णय गरेँ र सुशील बुवाले मलाई त्यहाँ रोक्नुभयो। त सदस्य लड्दै गर्दाखेरि आमालाई अप्ठ्यारो पर्न सक्छ, किरणलाई अप्ठ्यारो पर्न सक्छ, तँले नलड भन्नुभयो।
त्यसपछि मलाई लाग्छ म उहाँलाई भेटिनँ, किनभने उहाँको निर्देशन पालना नगर्दाखेरि पनि अप्ठ्यारो। एक त पार्टीको नेता, त्यसमाथि आफ्नै ठुलो बुवा, पालना गर्ने हो भने उहाँले त भोलि बनाइदिनुहुन्न। अनि उहाँको नेचर छ नि त आफ्नो परिवारलाई नबनाउने, त्यस कारण म त फाइटै गरेर आउने हो। त्यस कारण पनि मैले उहाँको कुरालाई नमानिकन म जिल्ला सदस्य लडेँ। हालाकि मलाई यहाँ धेरै नेताहरूले के भन्नुभएको थियो भनेपछि किरण कोइरालालाई सभापति जित्ने कन्फर्म हो, उहाँ जितेपछि त मनोनित गरिहाल्नुहुन्छ नि भन्ने पनि मलाई आशा दिनुभएको थियो। र त्यस पछाडि पनि के हुन्थ्यो भनेपछि किरण कोइरालाले कसलाई मनोनित गर्यो भन्दाखेरि आम कार्यकर्तालाई गरेन, आफ्नै छोरालाई गर्यो भन्ने हुन्थ्यो, जताबाट पनि गाल पर्थ्यो। त्यस कारण पनि मैले दृढ सङ्कल्प गरेँ। सबैको माया र आशीर्वादले म जिल्ला सदस्य जित्न पनि सफल भएँ। र एउटा मैले एउटा विगतमा घटेका घटना मैले सेयर गर्न चाहेँ। त्यस पछाडि 22 गते मङ्सिर पुस माघको 22 गते म जिल्ला सदस्य इलेक्टेड भएँ। 25 गते मम्मी सभापतिको राउन्डमा हुनुहुन्थ्यो। त्यस पछाडि मैले सुशील बुवालाई फोन गरेँ। सुशील बुवालाई फोन गरिसके पछाडि मैले आफूले जितेको खबर सुनाएँ, उत्साहित भएर सुनाएँ। उहाँ छक्क पर्नुभयो, खुसी पनि हुनुभयो, जितेछ है भन्नुभयो। अनि जितेको मात्रै होइन बुवा, म पहिलो नम्बरमा आएर जितेको थिएँ कि, फर्स्ट भयो भनौँ न, जिल्ला सदस्यहरूमा म फर्स्ट भएको थिएँ। अनि जितेको मात्रै होइन कि म चाहिँ नि पपुलर मतले म इलेक्टेड भएँ बुवा भनेर सुनाइसकेपछि उहाँ जे होस् खुसी पनि हुनुभयो। अब किनभनेपछि अब नलड भनेको थिएँ, लड्यो, जित्यो भन्ने भयो। त्यसपछि उहाँले बाँकीको विषयमा धेरै साथीहरूको विषयमा जिज्ञासा पनि गर्नुभयो। तँलाई मैले पोलिटिक्स नगर, आफ्नो प्रोफेसनमा थिइस् होइन, किनभने गाह्रो छ नि त। मलाई त गाह्रो भयो, त्यहाँ 2-2 चोटि हारेँ। लास्ट टाइम जित्दाखेरि पनि चितवनमा जितेको मत र बाँकीमा जितेको मतको त सबै सर्वविदित नै छ। त्यस कारण पनि तैँले कसरी गर्छस् मलाई चिन्ता छ भन्नुहुन्थ्यो। उहाँले एउटै कुरा के भन्यो भनेपछि मैले सुशील कोइराला पार्टीको सभापति नभइदिए भए र देशको प्रधानमन्त्री अन्तिम अवस्थामा नभइदिए भए त सुशील कोइरालाको पोलिटिक्स त इतिहासमा कहीँ पनि समेटिने थिएन नि त। उहाँले पनि हाई रिस्कमै पोलिटिक्स गरे हो नि त, प्राप्तिको लागि पोलिटिक्स गरे होइन। र सेम कुरा मेरो बुवामा पनि भएको हो, उहाँले प्राप्तिको राजनीति गर्नुभयो। त्यस कारण पनि हजुरहरूको दुःख मैले देखेको छु। म दुःखै गर्न आएको, म प्राप्तिको लागि आएको होइन। त्यस कारण ढुक्क हुनुभयो, मलाई कुनै पनि त्यस्तो गुनासो रहँदैन। प्राप्तिको लागि होपफुल्ली आएको भए पो चाहिने हजुरको दुःख हुन्छ त प्राप्त नभएपछि। म समाजको सेवा गर्छु, राजनीति भन्ने एउटा सेवा हो भन्ने मैले त्यो ग्रहण गरिसकेँ, मैले बुझिसके पछाडि त मलाई दुःख हुँदैन नि त। त्यस कारण पनि मलाई हजुरको आशीर्वाद चाहिन्छ, म अगाडि बढ्छु भनेको थिएँ। उहाँले मलाई के भन्नुभएको थियो भनेपछि उहाँले त म बितिहाल्छु भन्ने थिएन। त्यस कारण उहाँले के भन्नुभएको थियो भनेपछि जनतालाई फोकस गरेर काम गर। मैले जुन गल्ती अरुणसँग गरेँ त्यो गल्ती किरण र सुधांशु कोइरालासँग हुँदैन भन्ने कुरा उहाँले हामीलाई आश्वासन दिनुभएको थियो। तर भगवानको निर्णय, उहाँ अहिले हामी माझ हुनुहुन्न, मेरो बुवा पनि हुनुहुन्न, सुशील बुवा पनि हुनुहुन्न। हजुरले भने जस्तै हामी लिगेसीको भरमा होइन कि हामी स्ट्रगलकै भरमा राजनीति गरिरहेका छौँ। यो जुन संविधान आएको छ नि 2072 सालमा, मैले बाहिरबाट सुनेको कुरा होइन कि त्यति बेला मैले एउटा के अवसर पाएको थिएँ भनेपछि मैले अघि नै पनि जोडेँ। म ब्याङ्किङ लाइन छोडेर पोलिटिक्समा आउँदै गर्दाखेरि मेरो ठुलो बुवा सुशील बुवा कोइराला प्रधानमन्त्री हुँदै गर्दाखेरि म बालुवाटारमै बस्थेँ। प्रायः बालुवाटारमै बस्दाखेरि मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय धेरै राजनीतिहरू मैले त्यहाँ देख्ने र सिक्ने अवसर पनि पाएँ। सुशील बुवाले के भन्नुभएको थियो भने पछाडि सुशील बुवाले अब यो जगजाहेर कुराहरू धेरै प्रेसरहरू पनि थिए, अलिकति टाइम बाई गर्ने हो कि यसमा केही संशोधनहरू गर्न सकिन्छ कि भन्ने कुराहरू पनि आएका थिए संविधानमा। तर उहाँको एउटा दृढ सङ्कल्प के थियो भनेपछि मैले राम्रोसँग बुझेको छु यो संविधानमा केही त्रुटिहरू छन् र त्यो त्रुटिहरू सच्याउनु पनि पर्ने हुन्छ। जस्तै अब अहिले हामीले फिल गर्दै गर्दाखेरि निर्वाचन प्रणालीका कुराहरू होलान्, विभिन्न कुराहरू होलान्, त्यसमा हामीले अब विभिन्न विश्लेषकहरूले पनि कुरा गरिरहनु भएको छ। तर यो अहिले जुन छलफलको विषय चलिरहेको छ त्यो त्यति बेला नै सुशील बुवाले भनेको मलाई याद आउँछ। तर अहिले संविधान बनेन भने देश कता जान्छ? संविधान बन्दैन, संविधान नबनिसके पछाडि देश कुन ट्र्याकमा जान्छ त्यो हामीले भन्न सक्दैनौँ। कम्तीमा देशमा संविधान आइसके पछाडि हामीले यसभित्र रहेर यसमा सच्याउने कुराहरू हामी सच्याउन सक्छौँ नि। जस्तै अहिले जेनजीका युवा साथीहरूले उठाइराख्नु भएको छ नि संविधान संशोधन हुनु पर्यो भनेर। यो 10 वर्ष पछाडि जेनजीका साथीहरूले र केही विश्लेषकहरूले केही राजनीतिक साथीहरूले उठाउनु भएको छ। तर यो जसलाई हामी संविधान पिता भन्छौँ, जसको नेतृत्वमा यो संविधान बनेको छ, यो त्यति बेला संविधान जारी हुनुभन्दा अगाडि उहाँले बोलेका कुराहरू हुन्। त्यसकारण पनि संविधान भनेको एउटा चलायमान दस्तावेज पनि हो नि त। समयअनुसार हामीले त्यसमा संशोधनहरू गर्दै जाने कुराहरू पनि हुन्छन्। त्यसकारण पनि म कहाँ जोड्न चाहन्छु भने पछाडि हामीले संविधान सभा मार्फत संविधान जारी गर्ने कुरा त 7 दशक अगाडि महामानव विश्वेश्वर प्रसाद कोइरालाले, जसलाई सबै
जनताले, देशका सबै जनताले, अन्तर्राष्ट्रिय राष्ट्रिय निकायहरूले, सबै पार्टीहरूले मानेको व्यक्तित्व हो नि त उहाँले त्यति बेला बोल्नुभयो। तर राजनीतिमा सोचेको कुरा, बोलेको कुरा तुरन्तै हुन्छ भन्ने होइन नि त। त्यसै गरी त्यसको फलो गर्दै वहीँको शिष्य, वहीँको राजनीतिक चेलाको भनौँ न, विश्वेश्वर प्रसाद कोइरालाको अनुयायी त हो नि हामी सबैजना। वहीँको शिष्यले चाहिँ नि 7 दशक पछाडि जुन संविधान सभा मार्फत संविधान जारी गर्न पाउनुभयो। म यो जुन जेनजी भन्ने अहिले जुन शब्द आएको छ, यो जेनजी भन्दा पनि हामीले पनि त आफ्नो पार्टीभित्र कुरा उठाइराखेको हो नि त। मैले पनि बेला बेलामा भन्ने गर्थेँ, सिन्डिकेटमा पार्टी चलिरहेको छ, सिन्डिकेटमा देश चलिरहेको छ भनेर भन्थ्यो नि त। त्यस कारण पनि हामी पनि त्यही पुस्ताबाट रिप्रेजेन्ट गर्छौँ। त्यस कारण पनि राजनीति गर्ने मान्छेले समाजलाई, जनतालाई, पार्टीको नेताले आफ्नो पार्टीका क्याडरहरूलाई फोकस गरेर उनीहरूलाई चाहिने, उनीहरूमाथि चाहिने मध्यनजर गरेर काम क्रियाकलाप गरेन भने मान्छे त अर्थ हुँदैन। मान्छे त प्रधानमन्त्री हुने राजनीति गरे होइन नि त। राजनीति गरौँला, आफ्नो परिवार पालौँला, धन सम्पत्ति जग्गा जोडौँला भन्ने हिसाबले गर्ने हो भने त व्यापार बिजनेस जागिर खाए भयो। त्यस कारण पनि नेपाली कङ्ग्रेसमा पनि के छ भने पछाडि हाम्रो संस्थापक नेताहरूमा कुनै पनि दाग थिएन। त्यसै गरी हाम्रो आदरणीय पूर्व सभापति, पूर्व प्रधानमन्त्री सुशील कोइरालाले पनि कुनै पनि दाग लिएर जानु भएन। नेताहरू साधकी हुनुपर्छ होइन, पब्लिक सेन्टिमेन्ट बुझेर काम गर्नुपर्छ, देश र राज्यको लागि काम गर्नुपर्छ भन्ने कुरा चाहिँ नि म जोड्न चाहन्छु।